नमस्कार। आज हामी हाम्रो पार्टी वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको घोषणापत्रमा के छ त्यसबारे विस्तृतमा कुरा गर्नेछौँ। हाम्रो सपना के हो, हाम्रो लक्ष्य के हो र हामी को विरुद्ध लडिरहेका छौँ। आउनुहोस् यी सबै कुराहरूलाई गहिराईमा गएर बुझौँ। हाम्रो सङ्घर्षको केन्द्रमा के छ त? यो उद्धरणले नै सबै कुरा स्पष्ट पार्छ। हाम्रो लडाईँ भनेको भूमण्डलीकृत पुँजीवाद र त्यसैले पालेको दलाल पुँजीवादी संसदीय व्यवस्था विरुद्धको सङ्घर्ष हो। अब यी शब्दहरू सुन्दा जति जटिल लागे पनि यसको अर्थ एकदमै सिधा र सरल छ। हाम्रो घोषणापत्रलाई सजिलैसँग बुझ्न हामी 4 मुख्य विषयमा केन्द्रित हुनेछौँ। पहिलो, हाम्रो मुख्य दुश्मन को हो? दोस्रो, हामी कस्तो समाज बनाउन चाहन्छौँ? तेस्रो, त्यो समाज बनाउने हाम्रो योजना के छ? र चौथो, हाम्रो यो सङ्घर्षको ऐतिहासिक र विश्वव्यापी अर्थ के हो? ल त्यसो भए पहिलो खण्डबाटै सुरु गरौँ। हाम्रो घोषित शत्रु। हामीले हाम्रो मुख्य निशाना कसलाई र कुन व्यवस्थालाई बनाएका छौँ? हाम्रो घोषणापत्रको एकदमै मुटुमा छ यो शब्द, दलाल पुँजीवादी संसदीय व्यवस्था। सुन्दा अलिक गाह्रो लाग्ला, तर यसको अर्थ एकदमै स्पष्ट छ। हाम्रो विश्लेषणमा यो यस्तो व्यवस्था हो जहाँ देश चलाउनेहरूले आफ्ना जनताको हित हेर्दैनन्, बरु उनीहरू विदेशी पुँजीवादी शक्तिहरूको एजेन्ट बनेर उनीहरूकै सेवा गर्छन्। त्यसो भए यसको समाधान के त? हाम्रो घोषणापत्रले स्पष्ट भन्छ, हाम्रो एकमात्र उद्देश्य भनेको यो दलाल प्रणालीलाई जरैदेखि उखेलेर फाल्नु हो र सत्ता सिधै सर्वहारा, मजदुर, किसान र सबै उत्पीडित वर्गको हातमा ल्याउनु हो। यो केवल अनुहार फेर्ने कुरा मात्रै होइन, यो त पूरै शक्ति संरचनालाई नै बदल्ने क्रान्ति हो। ल पुरानो व्यवस्था त भत्काउने, तर त्यसपछि के बनाउने त? अब हाम्रो दोस्रो खण्डमा जाउँ, जहाँ हामीले क्रान्तिपछि कस्तो नेपाल बनाउने सपना देखेका छौँ त्यसबारे कुरा गर्नेछौँ। हामीले परिकल्पना गरेको समाजमा कुनै पनि किसिमको उच नीच हुने छैन। हाम्रो घोषणापत्रले के भन्छ भने वर्गीय शोषण, पितृसत्ताले महिलामाथि गर्ने दमन र जातीय व्यवस्थाले दलितमाथि गर्ने विभेद, यी सबै समस्याहरू एकअर्कासँग जेलिएका छन्। त्यसैले साँचो मुक्ति तबसम्म सम्भव छैन जबसम्म हामी यी सबै शोषणका संरचनाहरूलाई एकैपटक ध्वस्त पार्दैनौँ। एकदमै छोटकरीमा भन्नुपर्दा हाम्रो अन्तिम लक्ष्य एउटै हो, एक वर्गविहीन समतामूलक समाजको निर्माण। एउटा यस्तो समाज जहाँ कोही पनि धनी, गरिब, मालिक, दास, ठूलो जात, सानो जात वा महिला, पुरुष भएकै कारणले शोषणमा पर्दैन। हामी एउटा यस्तो समाज बनाउन चाहन्छौँ जहाँ सबै प्रकारका उत्पीडन केवल इतिहासको किताबमा सीमित हुनेछन्। अनि यो नयाँ समाजको जग के हुन्छ त? हाम्रो घोषणापत्रले यो कुरामा कुनै शङ्का राखेको छैन। यो समाजको आधार अन्धविश्वास वा रूढिवादी परम्परा होइन, विज्ञान र प्रविधि हुनेछ। हाम्रो पार्टीको नाममै वैज्ञानिक शब्द हुनुको कारण नै यही हो। हामी तर्क, विज्ञान र प्रविधिमा आधारित एक आधुनिक समाज बनाउन चाहन्छौँ। अब सपना त ठूलो छ, तर त्यसलाई साकार कसरी पार्ने? तेस्रो खण्डमा हामी हाम्रा ठोस आर्थिक र राजनीतिक योजनाहरूबारे कुरा गर्नेछौँ। सत्तामा पुगेपछि हाम्रो दृष्टिकोणलाई कसरी लागू गर्छौँ त्यो हेरौँ। हाम्रो सम्पूर्ण आर्थिक योजनाको केन्द्रमा एउटा मात्रै तर एकदमै शक्तिशाली सिद्धान्त छ, निजी स्वामित्वको अन्त्य। हाम्रो स्पष्ट मान्यता छ कि जबसम्म उत्पादनका साधन जस्तै कि कारखाना, जमिन, खानी केही सीमित व्यक्तिको हातमा रहन्छ, तबसम्म शोषणको अन्त्य हुनै सक्दैन। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा बुझ्नुपर्छ। हामी राष्ट्रियकरणको कुरा गरिरहेका छैनौँ, जहाँ सरकारले सबै सम्पत्ति आफ्नो नियन्त्रणमा लिन्छ। होइन, बरु हामी सामुदायिकीकरणको प्रस्ताव गर्छौँ र यसको अर्थ के हो भने उत्पादनका सबै साधनहरू सरकारको हातमा होइन, सिधै समुदायको स्वामित्वमा हुनेछन्। के उत्पादन गर्ने, कसरी वितरण गर्ने, यी सबै निर्णय समुदाय आफैले गर्छ। अब यो सामुदायिकीकरणको मोडललाई सफल बनाउन हामी 3वटा मुख्य राजनैतिक संरचनाहरू निर्माण गर्नेछौँ। पहिलो, हामी देशलाई आर्थिक रूपमा पूर्ण आत्मनिर्भर बनाउने उत्पादन प्रणालीको विकास गर्नेछौँ। दोस्रो, हामी नेपालभित्रका सबै जात-जाति र समुदायको पहिचानलाई सम्मान गर्ने बहुराष्ट्रिय राज्य स्थापना गर्नेछौँ। र तेस्रो, हामी हरेक राष्ट्रियतालाई आफ्नो भविष्यको निर्णय आफै गर्न पाउने आत्मनिर्णयको अधिकार सुनिश्चित गर्नेछौँ। अन्तमा हाम्रो यो सङ्घर्ष के नेपालभित्र मात्रै सीमित छ त? पक्कै छैन।
अब चौथो खण्डमा हामी हाम्रो आन्दोलनलाई कसरी एउटा बृहत ऐतिहासिक र विश्वव्यापी सङ्घर्षको हिस्साको रूपमा हेर्छौं त्यसबारे चर्चा गरौं। हाम्रो सङ्घर्ष नेपालको सिमानामा मात्रै कैद छैन। हामी यो लडाईँलाई विश्वव्यापी मुद्दाहरूसँग जोडेर हेर्छौं। हाम्रो स्पष्ट विश्लेषण छ कि यही पुँजीवादले नै आज पर्यावरणलाई ध्वस्त पारिरहेको छ। यही पुँजीवादले नै नव उपनिवेशवादको रूपमा देशहरूको राष्ट्रिय स्वाधीनता लुटिरहेको छ। त्यसैले हाम्रो लक्ष्य विश्वभरका सच्चा समाजवादी शक्तिहरूसँग मिलेर एउटा वैज्ञानिक समाजवादी अन्तर्राष्ट्रिय आन्दोलनको सुरुवात गर्नु हो। त्यसो भए हाम्रो बाटो स्पष्ट छ। दलाल पुँजीवादको अन्त्य, वर्गविहीन समाजको निर्माण र सामुदायिकीकरणमा आधारित आर्थिक प्रणाली। यो नै हाम्रो वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीको घोषणापत्रको मूल सार हो, हाम्रो यो सामुदायिकीकरणको महान लक्ष्यलाई राष्ट्रिय स्तरमा लागू गर्दा चुनौतीहरू अवश्य आउनेछन्। तर यसले सृजना गर्ने अवसरहरू ती चुनौतीभन्दा कैयौं गुणा ठूला छन्। यही विचारका साथ आजलाई बिदा माग्छौं। क्रान्तिकारी अभिवादन।